नमस्ते सबैजनालाई म मान थापा यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यहाँहरूले मेरो युट्युब च्यानलदेखि भिडियोहरू हेर्दै हुनुहुन्छ। मेरो भिडियोहरू मन पर्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। यहाँहरूको माझमा म जानकारीमूलक भिडियो ल्याउँदै छु। भिडियो हामी दैलेखको विभिन्न क्षेत्रको बारेमा भिडियो ल्याउँदै छौं। त्यो भएको कारणले तपाईले च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला र बेल आइकनलाई थिच्दिनु होला ताकि तपाईलाई हामीले अपलोड गरेको भिडियो सबैभन्दा पहिला तपाईको मोबाइलमा पुगोस्। हामीले हाम्रो दैलेखका विभिन्न क्षेत्रहरूको चिनाउने अनि हाम्रो दैलेखमा कस्तो कस्तो खालका पर्यटकीय स्थलहरू छन्, धार्मिक तथा पर्यटकीय स्थलहरू, र तिनीहरूलाई हामीले कसरी नेपाल भरि अर्थात् विश्वभरि नै हामीले कसरी चिनाउन सक्छौं त भन्ने विषयमा चाहिँ हामीले धेरै कुराहरू सोचिसकेपछि हामीले यहाँको बारेमा केही भिडियोहरू बनाउने र सामाजिक सञ्जाल मार्फत हाम्रा दर्शक श्रोताहरूलाई देखाएर हाम्रो यो क्षेत्रलाई विश्वसामु चर्चित गराउने हाम्रो उद्देश्यका साथ हामी केही समय हामी दैलेखको विभिन्न क्षेत्रमा जाँदैछौँ र भिडियो बनाउनेछौँ र केही समयपछि हाम्रो मान थापा अफिसियल युट्युब च्यानलदेखि यसै च्यानलदेखि चाहिँ प्रसारण हुनेछन्। तपाईहरूले साथ सपोर्ट दिनुभयो भने हामीले विभिन्न नेपालभरिका विभिन्न धार्मिक तथा ऐतिहासिक क्षेत्रहरू, पर्यटकीय क्षेत्रहरूको बारेमा भिडियो बनाउनेछौँ ताकि तपाईहरूलाई थाहा नहुन सक्छ त्यो ठाउँको बारेमा र त्यो ठाउँको हरेक कुराहरूको बारेमा जानकारी लिएर आउनेछु। र आजलाई यति नै। भिडियो मन परेमा लाइक कमेन्ट शेयर गरिदिनु होला र आगामी दिनमा मेरा हरेक भिडियोहरू जानकारीमूलक भिडियो हेर्नको लागि पनि आजलाई यति नै। मेरो फेसबुक आइडीमा जोडिनु होला, टिकटक आइडी पनि छ भर्खरै नयाँ, र मेरो इन्स्टाग्राममा पनि फलो गरिदिनु होला। सो आजलाई यति नै। हस्त धन्यवाद।